एकछिनमा 1 2 3 गो भन्छ ल है त ल सबैजना रेडी भएर रेडी पोजिसनमा बस खस्यो भनेदेखि आउट हुन्छ बाहिर निस्किहाल्नु पर्यो हस् टिपी राख्नु 4 3 गो यसको मूल्याङ्कन गरिदिनु हुन म सम्पूर्ण सर म्यामहरुलाई हार्दिक अनुरोध गर्दछु पहिलो जाने फर्स्ट सेकेन्ड र थर्ड हुनेछ झरेको आउट बाहिर निस्क झरे जति बाहिर निस्क ल थर्ड भयो बिस्तारै सिसिरमा यहाँ बस लाइनमा बस बिस्तारै 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 फर्स्ट सेकेन्ड
아마 뱃살이 यसलाई छोएर फर्किने छोएर उहाँ पुग्नु पर्यो जो फर्स्ट पुग्छ हो ल ऊ त यहीँ उनीहरू उहाँ पुग्दैन यहाँ आएन वाह यसलाई छोएर जाने है डोरीलाई छोएर फर्किने वहाँ गएर फर्केर आउने बस बस एकछिन ल फर्स्ट भयो सेकेन्ड ल थर्ड
भाग ल भाग खाएर भाग ओ यिनीहरूलाई खानु देऊ न भाग ल पाँचो भन्दै ए आर्यन मासु चिरचिरा हाल्नुहोस् है हेर है बहिनीहरूले भाइहरू कसरी भरेको लाइनमा कसरी हुँदैन यसरी त दावा हुन्छ यारे भरा भरा धेरै धेरै भरा अनि काम गर्न त ठुलो मान्छेको त काम छ धेरै हाल्न सेकेन्ड भयो भाइ भाइ बिस्तारै भत्ता नगर न बिस्तारै हाल न निरन पनि हो र अघिको बोलाउन नहाल न बिस्तारै हाल न बिस्तारै यिनीहरूको पानी सकिँदैछ त ल सिर्जना सेकेन्ड हुन्छ पानी सक्यो त्यहाँ त बिस्तारै हाल न पानी सकिसक्यो
रहेछ यहाँ सेकेन्ड भयो साथीलाई टस नगरिकन आफू एक्लै हिँड्नु होइन अनि छिटो छिटो हिँड्न नि पाइन्छ Fire in the mountain. Fire in the mountain. 5 by 5. In the mountain. Fire in the mountain. 10 by 10. यो फर्स्ट भयो अर्जुनलाई धेरै धेरै धन्यवाद भोट हुन सफल भएकोमा अर्जुन र सम्पूर्ण पार्टिसिपेन्ट्स भाइ बहिनीहरूलाई धन्यवाद र अब यति भन्दै आजको हाम्रो खेल सप्ताहको पहिलो दिन यही अन्त्य हुन्छ सबैजना ब्याग लिएर लाइनमा बिस्तारै घर जानु होला है त जसले चेयर पाउँदैन त्यहाँबाट चाहिँ यहाँ चेयर व्यवस्थापन हुने सर म्यामहरूले एउटा दुईटा चेयर निकालिदिनुहुन्छ है र जसले चेयर पाउँदैन ऊ चाहिँ अब आउट हुन्छ गेमबाट र चेयर क्लकवाइज घुम्नुपर्छ र चेयर खोज्दाखेरि
ल फर्स्ट सेकेन्ड थर्ड ल भयो है फर्स्ट सेकेन्ड थर्ड लङ जम्प फर्स्ट हातले समात्यो उठाऊ न उठाऊ ए हातले गऱ्यो यसले
फेरि पनि ग्रीन हाउसले एक अङ्क थप्दै अङ्क पुर्याएको छ 6 ग्रीन हाउस 6 ब्लू हाउस 1 All your blue house level of the blue house 2 green house 6 सर्भिस गर्न सकेन यससँगै अमेरिका पट्टि पनि है अर्कोको पालो है कसले गरेको थियो ल फेरि पनि यसले अङ्क प्राप्त गरेको छ यससँगै ब्लू हाउस 5 ग्रीन हाउस 6 Yellow House को पुता तमामले हाम्रो सर्भिस गर्दै हुनुहुन्छ बल ल्याउनको लागि पछाडि गएर बल ल्याउनुहुन्छ मिलन र पृथकलाई हार्दिक अनुरोध यससँगै बल आउट भएको छ र स्कोरिङ रहेको छ 3-0 र तमामले सर्भिस गर्दै हुनुहुन्छ जोरदार सर्भिसिङ लडाउँ भाइले बल कटाउनु भएको छ र यसरी दिन दसैँको सफल प्रयासका साथ येलो हाउसमा बल ड्रप भएर स्कोरिङ प्राप्त गर्नुभएको छ रेड हाउस स्कोरिङ रहेको छ 1-3 क्ल्याप प्लिज बुद्ध तमामको हातमा बल र यसरी बल फेरि पनि जान सफल र स्कोरिङ प्राप्त गरेको छ र लास्टमा विजय भएको प्रहारसँगै येलो हाउसले ट्रफी लान सफल भएको छ कङ्ग्रेचुलेसन रेड हाउस नट ब्याड एकदमै राम्रो खेल खेलेर फेरि पनि गर्न सकेन येलो हाउसले र अङ्क प्राप्त गरेको छ ग्रीन हाउसले ग्रीन हाउस 2 येलो हाउस 1 सर्भिस पहिलो यो सर्भिस कट्यो भने येलो हाउसको जित हुनेछ भने सर्भिस कटेन भने ग्रीन हाउसको जित हुनेछ सर्भिस कटिसकेको छ र एकसँगै येलो हाउसले विजय प्राप्त गर्दै खेल तेस्रो सेटमा प्रवेश गरेको छ येलो हाउसले अघिल्लो पटकसँगै राम्रो खेल प्रस्तुत गरेको थियो तर कहाँबाट एकजना बहिनी आउनुभयो सर्भिस कटाएको गरिरहनु भएको छ यससँगै अब जितको नजिक पुगिसकेको छ येलो हाउस धेरै नै नजिक पुगिसक्यो हरियो हाउस हरियो घर सर्भिस कटाउन सकेन यससँगै अङ्क प्राप्त गरेको छ रेड हाउसले रेड हाउस 2 ब्लू हाउस 1